हामीले काठमाडौँको सीतापाइलाबाट अप्पर मुस्ताङ र कोरला बोर्डरसम्मको यात्रा सुरु गर्यौं। बाटोमा देखिएका केही राम्रा दृश्यहरू पनि हामीले खिच्दै हिँड्यौं। मनोकामना मन्दिर जानेहरूको भिडभाड देखिएको थियो। हामीले मुङलिन बजारमा रोकेर खाना खायौं र त्यहाँबाट फेरि हाम्रो यात्रा सुरु भयो। पोखरा जाने बाटो लगभग सबै तयारी अवस्थामा भइसकेको रहेछ। दमौली कटेपछि एउटा पुल निर्माणाधीन अवस्थामा रहेछ। सायद अब यो पनि छिट्टै बनेर सञ्चालनमा आउँछ होला। हामी अब यहाँ एकछिन रोकेर विन्ध्यवासिनीको दर्शन गर्नेछौँ। तातो अप्पर मुस्ताङ जाँदाखेरि बाटोमा पर्ने भएको भएर विन्ध्यवासिनी मन्दिरमा हामी पहिला नै पसेर जाँदैछौँ। यहाँ खाली खुट्टा आएको, खुट्टा तातो, असाध्यै तातो भयो। हाम्रो पनि जय होस्, तपाईँको पनि जय होस्, हाम्रो पनि जय होस्। सबैजनाको जय होस् है। अब तपाईँको पनि जय होस्। ल
ल बिन्दवासिनीमा चाहिँ एउटा नयाँ काम भएछ यहाँ। मैले पहिला थाहा थिएन अब अथवा बनेको थिएन। अहिले चाहिँ यहाँ बुढाबुढीको लागि भनेर लिफ्ट बनेको रहेछ है साथीहरू। ल हिँड्न नसक्ने 70 वर्षभन्दा 70 वर्ष उमेर नागेका आउनुभयो भने यहाँ लिफ्ट बनेको रहेछ माथि जानको लागि। बिन्दवासिनीको दर्शन पछाडि हामी फेरि अगाडि बढ्दैछौँ। सामान बोकेर ल्याएछ ए हुन्छ हुन्छ श्राद्ध गर्नुपर्छ हुन्छ त्यो भएर अब यस्तो हो भोलि अब हामी लोमानथाङ गएर बस्ने हो बिहान अब उठेर घुम्दै घुम्दै गएर मार्फा अनि त्यसपछि डुम्बाताल गएर अनि त्यसपछि काठबेली जाने हो। बिहान खाना नखाइ चाहिँ गएर गर्नु ए हुन्छ हुन्छ तारालाई के खाना खाएर जानु। हामी द्रुत गतिमा अगाडि बढी नै रहेका छौँ।
अहिलेसम्मलाई बाटो एकदमै सललललल छ। अब अगाडि हेर्दै जाउँ कस्तो हुन्छ। हामी डे 1 को यात्रामै छौँ अहिलेसम्म। हामी बागलुङ कालिका मन्दिर प्रवेश गरिसक्यौँ। अब अलि माथि गाडी पार्किङ गरेर एकछिन अग्लो झोलुङ्गे पुल, यो बागलुङको लामो झोलुङ्गे पुलमा एकछिन रमाइलो गर्नेछौँ र त्यस पछाडि बागलुङ कालिकाको दर्शन पनि गर्नेछौँ। मन्दिर उता यहाँ पुल संसारको सबसे अग्लो पुल भनिदिउँ न। अब के छ अब कहाँसम्म जाने नि पारी गएर आयो नि भयो। यहाँ आइसकेपछि डढाउनु चाहिँ हुँदैन, तर यस्तो हल्लिन्छ त्यो तपाईँको यो जुत्ताले चाहिँ यहाँ अड्केला है, फेरि लड्ला। ल यो सबैभन्दा अग्लो कि खै लामो भन्ने कि खै के हो, यो सबभन्दा पर्वतको पुल है साथीहरू यो। ल सालग्राम सङ्ग्रहालय भन्ने ठाउँ रहेछ यहाँ। त्यस पछाडि अलिकति अगाडि बागलुङ कालिका मन्दिर आयो। त्यहाँनिर गेट देख्यौँ हामीले। अब त्यो गेटबाट हामी यहाँ गेटबाट भित्र पस्छौँ र दर्शन गर्छौँ। 8 मिटर लामो सालग्राम सङ्ग्रहालय। ल बागलुङ कालिकामा यहाँ अब सायद यो मगरहरूको कल्चरल यो ऊ होला होइन।
त्यहाँदेखि अगाडि पो कालिका मन्दिरभित्र पस्दाखेरि ट्याक्क लाएर यहाँनिर आएर दो बाटो रहेछ। दो बाटोबाट यो बाटो गएर त्यो बाटो आउने हो कि यो बाटो गएर त्यो बाटो आउने हो थाहा भयो। यही बाटो जाने यही बाटो आउने होला। ऊ त्यो बिचको मन्दिरमा कुदेर जाऊ त। बिचको मन्दिरमा गएर अनि कुन बाटो जाने देखाऊ त। यो मन्दिरबाट कताबाट जाने, कुन बाटोबाट जाने, कता कता? वेलकम टु अल मन्दिर जाने बाटो। ए यहाँ मन्दिर जाने बाटो रहेछ है साथीहरू। ल ल म मन्दिर गेटबाट त भित्र त धेरै पो रहेछ त है हिँड्नु। राम्रै पो हिँड्नु पर्दो रहेछ त गेटबाट त। अलिकति दुःख नगरी भगवान्लाई कहाँ दर्शन गर्नु पाइन्छ? खै थोरै भए पनि दुःख गर्नुपर्छ भगवान्लाई पाउनु। भगवान्लाई पाउन दुःख गर्नु पर्छ। सजिलैसँग पाइयो भने त यसको अर्थै हुँदैन। सही हो, अलिकति हिँड्न खुट्टा तन्काउनु परेन गाडीबाट लिएर। सही हो। ल फाइनल्ली आइपुग्यो बागलुङ कालिका मन्दिर। ल फाइनल्ली आइपुग्यो बागलुङ कालिका मन्दिर। ज्ञानगुरु सागर जय हनुमानजी। बजाऊ बजाऊ। ए रालो नै खाइसकेछन्। रालो खाइसकेछन् रालो। बजाउँ 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 मजाले बजाउँ। ल के राईको राँगो लडो घन्टी हरायो। राईको राँगो लडेर होला त्यो घन्टी हराएको होइन। ल धेर नजिक हल्ला नि शान्ति चाहिन्छ त। जय भगवान् शान्ति शान्ति शान्ति। जुत्ता राख्ने ठाउँ भन्दा रहेछ नि त यहाँ फेरि। यहाँ यो जुत्ता राख्ने ठाउँ बागलुङ कालिका मन्दिरको। ल यसरी जुत्ता राख्ने ठाउँ यहाँ छ है। जुत्ता राख्ने अनि भएदेखि तिमीले देऊ अलिकति पानीमा लागिदेऊ त। पानी थोरै मलाई देऊ। जय भगवान्। कति राम्रो ठाउँ, कति राम्रो, कति आनन्द है। यहाँ त ध्यान गरेर 1 महिना जति बस्यो भने त दिमाग त पुरै शान्ति आउँछ होला यार। पहिला 1 राउन्ड घुमौँ अनि दर्शन गरौँ ल। त्यहाँ तिमीहरू खिच्दै गर त म घुमेर।
बागलुङको झोलुङ्गे पुल र बागलुङ कालिकाको दर्शन पछाडि हामी फेरि अगाडि बढ्यौँ। यहाँ हामीले गाडीमा फ्युल भरेर अगाडि बढ्ने निर्णय गऱ्यौँ र फ्युल भर्यौँ। आजको बास हाम्रो घाँसमा हुनेछ। हामी बेनी बजार आइपुग्यौँ। अब हामी यही बाटोमै पर्ने गलेश्वर धामको पनि दर्शन गर्नेछौँ। गलेश्वर बजार र गलेश्वर मन्दिर। अनि अब अप्पर मुस्ताङको यात्राको क्रममा अन द वे टु गलेश्वर भनेर गलेश्वर मन्दिरको पनि हामीले दर्शन गरियो। अब ल गलेश्वर धामबाट देखिने कालीगण्डकी हेर्नुहोस् है, कति दामोदर कुण्डबाट आएको यो कालीगण्डकी। यसको मुहान दामोदर कुण्ड। अनि अब
कामहरू एउटा बनाएको साँडे यो ढुङ्गाको कोठेको साँडे यो अर्को ढुङ्गाको यो अर्को पनि साँडे हुन लागेको छ यो खिच्न दिने ठाउँमा त खिचौँ न होइन खिच्न नदिने ठाउँमा को नखिच्नु त बाहिर पनि कस्तो राम्रो क्या यो जुत्ता आफै गरिदिनु हुन्छ कस्तो राम्रो छ हेर त ढुङ्गै ढुङ्गा होइन राम्रो छ होइन एकदम राम्रो छ गलेश्वर धाममा हामी दर्शन चट्टानै चट्टानको दर्शन गरेर यस्तो चट्टान यसलाई के त चट्टानै चट्टानको मन्दिर भन्ने कि चट्टानै चट्टान चाहिँ चट्टानको मन्दिर भन्दा यतापट्टि छ छेउमा चट्टानै चट्टानको बिचको मन्दिर होइन त साह्रै राम्रो छ चट्टान गलेश्वर धामको 84 गलेश्वर चौरासी। 84 ल त्यसरी विद्यार्थी त्यहाँ भोजन निःशुल्क भोजन खाने भयो यहाँ निःशुल्क भोजन बाँडिँदैछ बस्ने ठाउँ छैन यही गलेश्वर धाममा निःशुल्क भोजन बस्ने सब व्यवस्थाहरू हुन्छ रहेछ अब हामीलाई पनि थाहा थिएन आज थाहा भयो त्यहाँ त्यो उयो बोर्डको नाम के बोर्ड अब किन चाहियो भने त्यो फेरि एकै ठाउँमा कताबाट आइयो यताबाट आउँदा फेरि निस्किनेर पस्ने ठाउँ एउटै होइन होइन उता छिर्ने हो उल्टो भयो नि अँ होइन त्यहाँबाटै निस्किनु पर्छ यहाँको शिलालेखमा विभिन्न दाताहरूको नाम लेखिएको रहेछ गलेश्वर मन्दिर दर्शन गरेर फेरि हामी अगाडि बढ्यौँ बाटो अलिकति बिग्रेको भएर डोजरले पन्छाउँदै गरेको अवस्थामा एकछिन थोरै कुर्नु पर्यो हामीलाई
अब यहाँबाट अगाडि बढ्दै जाँदाखेरि चाहिँ चट्टाने पहाडहरू आउँदै जान्छन् र हरियाली कम हुँदै जान्छ भन्ने मैले अनुमान गरेको छु। सायद हो नै त्यही होला। मुक्तिनाथसम्म चाहिँ सानै गाडीमा पनि सजिलै जान सकिन्छ। दृश्यहरू अत्यन्तै मनमोहक छन्। हामी बाटैमा पर्ने तातो पानीमा आइपुगेका छौँ र अब यहाँ एकछिन रोकेर भित्र गएर यसो तातो पानीमा नुहाउने ओर्ने र फ्रेस हुने काम गर्छौँ। अब हामी यहाँबाट निस्केपछि सिधै घाँसामा गएर बास बस्नेछौँ। लगभग मजारो पनि हुन लागिसक्यो। तातो पानी नुहाउने ठाउँ रहेछ। अनि डुबुल्की मार्ने, तातो पानी नुहाउने गर्ने, डुबुल्की मार्ने अनि नुहाउने अनि
यस्तो गर्ने सबैजना आउँदो रहेछन्। यहाँ भित्रै रेस्टुरेन्ट पनि रहेछ, ऊ पनि रहेछ होइन। अनि त्यहाँबाट अनि यसरी नुहाउने पनि गर्दो रहेछन्। यहाँ यी डङ डुबुल्की मारेर लेडिजहरू एकपट्टि जेन्ट्सहरू एकपट्टि हो कि खोइ कता कता हो। अनि उहाँ साबुन लाउने चाहिँ धारामा रहेछ। यहाँभित्र रेस्टुरेन्ट पनि रहेछ। फाइनल्ली हामी बास बस्ने ठाउँमा घाँसा आइपुगेका छौँ। घाँसामा चाहिँ हामी अब यहाँ खाना खाने तयारीमा छौँ। खाना खाएर अनि त्यस पछाडि हामी आराम गर्नेछौँ र आजको डे 1 यहीँ समाप्त हुन्छ साथीहरू। र भोलि बिहान उठेर हामी डे 2 को सुरुवात गर्नेछौँ। खाना पस्केको स्टाइल, पस्किने स्टाइल एकदमै राम्रो लाग्यो यहाँको।